हे गाइस वेलकम ब्याक टु अनदर च्यानल। तपाईहरुलाई स्वागत छ। अलिक छिटो भयो ल। हे गाइस वेलकम ब्याक टु अनदर च्यानल। तपाईहरुलाई स्वागत छ। मुर्दार अहिले चाहिँ अन द क्यामेरा आइसकेको छ। नयाँ जागर, नयाँ चस्मा, नयाँ हेयर स्टाइल लगाएर आएको छ। अनि नाक चाहिँ फेरि जस्तोको त्यस्तै छ। नाक चाहिँ फेरि बवाल छ क्या। नाकै हो नि त सबैभन्दा ठुलो कुरो। नाकेको नाकै हुन्छ ठुलो, त्यस्तै हो। आँखेको आँखै हुन्छ ठुलो, टाउकेको टाउकै हुन्छ ठुलो, निधारेको निधारै हुन्छ ठुलो। तर मेरो चाहिँ नाक छ ठुलो। ल त्यस्तै हो। हजुरलाई नयाँ युट्युब च्यानलमा चाहिँ स्वागत छ। जति पनि मलाई मन पराउने दाजुभाइ तथा दिदीबहिनी साइडको त्यतापट्टि सोमिला दिदीलाई होइन, खास चाहिँ म भन्न चाहन्छु सोमिला दिदी। किन भन्छु भने सोमिला दिदी भनेको चाहिँ मेरो प्रिय, मेरो आदरणीय दिदी हुनुहुन्छ। उहाँ दिदीको नाम चाहिँ म अगाडि राख्न चाहन्छु, यहाँ ट्याक यतापट्टि राख्न चाहन्छु हाम्रो सोमिला दिदीलाई। सोमिला दिदी भएपछि म फिक्स भाइरल हुन्छु होला भन्ने थाहा छ होइन। अरू थोक कस्तो 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 थाहा छैन। म सोमिला दिदीको खतरा फ्यान हो क्या, बिग फ्यान, बिगवाला फ्यान हो नि त। त्यही भएर लु हजुरहरूलाई यदि यो भिडियो अब आज चाहिँ सर्ट भिडियो बनाउनु गइरहेको, त्यही भएर हजुरहरूलाई यो भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न हार्दिक अनुरोध गर्दछु। त्यसैले आज त्यस्तै भन्दै भन्दै बिजु भाइ बिदा भइसकेको छ। अब भोलि अर्को ब्लग आउँछ है।